वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम आरामै ठिक छु साथीहरू। अनि यता चाहिँ के हुँदैछ साथीहरू देख्न सक्नुहुन्छ। यता चाहिँ यस्तो के अरे चामल पिस्दैछौँ हामीले चाहिँ ओखलमा, देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो चाहिँ किन यस्तो गरेको होला साथीहरू, हामीले चाहिँ किन पिसेको होला त यो गेस गर्नु त साथीहरू। यो भिडियो थाहा पाउनको लागि अन्तिमसम्म हेर्नु होला, बल्ल थाहा पाउनेछ साथीहरू। हामीलाई चाहिँ अब चाहिँ यो चाहिँ रोटी पोल्न लगाएको है साथीहरू। हेर्दै गर्नु होला अन्तिमसम्म किन कसको लागि हामी कहाँ जाँदैछौँ भने त्यस्तो चाहिँ अन्तिमसम्म हेर्नु होला, बल्ल थाहा पाउनुहुनेछ हजुरहरूले। एउटा चाहिँ हाम्रो नानीले चाहिँ सेल पोल्दै हुनुहुन्छ है, यता देख्न सक्नुहुन्छ। चाहिँ हामी चाहिँ फेरि बजार जान लाग्छ साथीहरू। नानीले चाहिँ सधैँ हाम्रो नानीले हो पोल्ने, फेरि हाम्रो नानी नभए के अरे भोलि पर्सि भएन भने त म त के गर्ने हो साथीहरू। हाम्रो नानी भएर सजिलो। म त बजार जान लाग्यो हामी त साथीहरू। यता बुढा र म भएर साथीहरू हाम्रो नानीले चाहिँ यति पोलेर भ्याइसक्नु भयो है। यता चाहिँ पोल्दै हुनुहुन्छ, यता चाहिँ यति पोलेर भ्याइसक्नु भयो, भ्याउनै लैसक्यो। मेरो बुढाहरू चाहिँ खाडै। हामी चाहिँ बजार गएर आइपुग्यौँ है साथीहरू। बजारबाट यति सामानहरू किनेर ल्याएँ। हाम्रो बजार फेरि कहाँ हो भन्दाखेरि बगैँचा हो कि साथीहरू। हाई गाड्यो ए सानो फेरि मेरो चप्पल लगाएर हिँडेछ, हेर्नु न साथीहरू। सानो आमा वेलकम छ भन्नु न। आमा बाजेलाई बाजे भन। नमस्ते गर, नमस्ते यसो गर न, नमस्ते गर। दुईटा हातले के विशाल पठाउनु यी हडताल त त्यस्तो गर। स्याबास। मेरो छोरी चाहिँ एकदम संस्कारी छिन्। चप्पल देखाउने बै मामीको चप्पल लगाइदेखि छैन त। आन्टीहरू चाहिँ त्यता आइपुग्नु भएको छ अरे। यता छोरीले चाहिँ आमा आउनु भएको छ भन्दाखेरि फुल लिएर पछि छिन्दै यो चाहिँ बाहिर गएको छ, फेरि आएको छ, फेरि हेरेछ न सानो। कसलाई दिने र फुल? कसलाई दिने गरी सानो फुल? ए चप्पल कसलाई दिने गरी फुल? कसलाई दिने हो फुल? सानो आफ्नो बाबा कसलाई दिने गरी फुल? कस्तो गर्ने र आमालाई? कस्तो त गर्नु न आमा, यस्तो गर्ने हो? जिउ गर्ने कि नै? खस्यो खसाल्ने होइन नि। मेरो छोरीले चाहिँ पर्खिँदै छ है आमालाई। जब होइन जाउ फेरि जाउ ऊ आमा आउनु भयो। जाउ त जानु त्यहाँबाट हेर्नु। आमा छिटो आउनु भन्नु। यताबाट हेर्नु आउनु भन्नु। यता हेर्नु न साथीहरू। हट्टीहरू पनि आइपुग्नु भयो। हामी चाहिँ नास्ता सस्ता खाएर यता भाइरल पुलमा आएको है साथीहरू। यता देख्न सक्नुहुन्छ। तिर चाहिँ हुनुहुन्छ है आन्टी अङ्कल आऊ छोरी आऊ ल यता ड्याडी जाने हो। यहाँ चाहिँ हाम्रो नानी है साथीहरू। यो चाहिँ खोला चाहिँ यस्तो छ। ड्याडी जाऊ ल। हामी चाहिँ यो पाखा पानी है पुलबाट देख्न सक्नुहुन्छ। छोरी चाहिँ बाजेको कारमा चाहिँ गएको है यता पाखा पानी। मिनी बल खासले मागन खाउँ न खाना हुन्छ। चिप्लो छ है बाटो, फेरि जङ्गल भएछ। गर्मी उकालोको बाटो है चढ्दैछौँ हामी चाहिँ। त्यसले देख्न सक्नुहुन्छ।
यस्तो सानो भने चिप्लो छ बाटो फेरि पुग्यौँ है हामी चाहिँ डाँडामा खोइ गर्छ फेरि दाले भाइलाई दुःख देख्छ न सानो हाई गर्नु हाँस भन कता हेर ऊ यता मोबाइलमा यता नमस्ते बाट चाहिँ देख्न सक्नुहुन्छ यस्तो देखिन्छ भ्यू चाहिँ यतातिर हामी चाहिँ यतातिर हिँडेको अब चाहिँ अरूहरू त्यता पुगिसक्नु भयो म चाहिँ यता छु है साथीहरू यता पाखा पनि के अरे हाम्रो घरबाट नजिकै पर्छ साथीहरू तर आउनै आँटेन कि म फेरि थुप्रै भएको थिएन आएको चाहिँ बल्ल आज आएको है म चाहिँ गर्मी भएको साथीहरू तिर चाहिँ यस्तो छ है जङ्गल भएछ साथीहरू यता त है साथीहरू त्यतिर चाहिँ यतिखेर चाहिँ यता चाहिँ जङ्गल हुन्छ कुन बेलामा हो आयो भने चाहिँ यता चाहिँ सबै फुलहरू फुलेको हुन्छ कि साथीहरू फेरि चाहिँ यस्तो यतातिर चाहिँ यस्तो खेल्ने ठाउँ छ है साथीहरू बस्ने ठाउँ पनि छ कुर्सी त्यो चाहिँ पिरोहरू खेल्ने ठाउँ छ है फोरो फाल्नु पर्यो रहेछ एक्लै काफे होला नुन पाक भयो गफरे गफै ल म फेरि यहाँ जान्छु है साथीहरू यतातिर भरे भाडा खानु तले भाडा लुक्छ चिप्लो रहेछ साथीहरू पुगेँ है म चाहिँ एकदम माथि यहाँ चाहिँ यस्तो छ है यहाँदेखि सुरेर जाने यहाँदेखि आएर यस्तो टेम्पलहरू छ है साथीहरू चाहिँ त्यो चाहिँ भगवान् मन्दिरहरू छ थुप्रै त्यहाँ बस्ने ठाउँ पनि छ ठाउँ ठाउँमा 1, 2, 3, go! यतातिर यस्तो मेरो चाहिँ यतातिर यस्तो छोरी नगाएको यस्तो क्या नगाएको धुस्नु नगाउँदा आएको चाहिँ गाउँ नै आऊ छे फिर आएको सिगिरी सामा अबे यसलाई के भन्दा ल भन चिप्लेटी रे Sino que sabor te da mana? Mira la jana linda. Kan uncle tu kita jalan bahasa. Jadi auntie, छोरी, नानी. Bye bye. Ramai lagi berbiar. Kaisan nafsa. Saya sama nengdi. Terus aku dah berbicara, dah berbicara.
यस बेला जङ्गल खानु कहाँ बेला खूब साह्रो छ नि साथीहरू हामी चाहिँ अब चाहिँ फर्केको छ बाई 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 फर्केको हजुर ओ त्यो माथिको यो पहेँलो पहेँलो देखेको यो स्कुलमा ल स्कुल बाटोपुर बहादुरपुर हजुर टोटो यहाँ चाहिँ हाम्रो गाउँ है साथीहरू हाम्रो गाउँ त्यो हरियो हरियो भएको यो है साथीहरू हाम्रो गाउँ चाहिँ देख्न सक्नुहुन्छ हाम्रो गाउँ हो यतातिर कस्तो रमाइलो हुन्छ नि यो बहादुरपुर रमाइलो हुन्छ नि रमाइलो त हाम्रो गाउँमा नि हुन्छ त्यतिखेर चाहिँ भिड छ है साथीहरू यही त हो ऊ त्यो फ्लोटिङ गरेर चाहिँ जग्गा बेच्नलाई यहाँ खोइ यो के हो बेच्नलाई बनाउने फ्लोटिङ गरेर चाहिँ नि दिम्यामा व्यवसाय युज गर्नलाई हो कि बेच्नलाई छोरी गाडी हो गाडी हिँड्छ ल कहाँ हो खिच्ने अब चाहिँ हामी चाहिँ फोटो फोटो सुट है त हामी चाहिँ चटपट खान लगाएको है भनेपछि यहाँ आउनेलाई जति छोडाएन कि कतै दौडेरै हाम्रो चटपट चाहिँ आयो है साथीहरू यो ट्र्याक्टरमा चाहिँ मान्छे आएको छन् है थुप्रै देख्न सक्नुहुन्छ हाइदिउँ त बिचरा चटपट है साथीहरू विशाल घर हिँडेको है साथीहरू गयो ए जानुभयो बेन त नाघाउनुले फुला आनेर माने त फुला आन्थ्यो भन्नु जानुभयो मसँग ज्यामी जान्छ हो ज्यामीले कप गर्न जान्छ हो ल आमा हो कि आमा जाने ल फोनमा त बोल्थे आमासँग अब चाहिँ आन्टी र अङ्कल चाहिँ घर जानुहुन्छ है साथीहरू बोल ल है त मामा मामा ल है अब फेरि आउने अब चाहिँ अब घर जान लाग्नु भएको छ मामा माइजू आमा जान लाग्नु भएको है फेरि आउने है भन्नु न ल है त अब चाहिँ मामा माइजू चाहिँ जानुहुन्छ वेदर मौसम जान लाग्यो बाई माया गर्नु आमालाई ल ल ल मामा ल हुन्छ ल बाई बाई ल है त जानुभयो मामा माइजू चाहिँ घर हामी चाहिँ चिलपारामा बसेछ यता दर्शकहरू छ यतै
अब त्यही हो साथीहरू। मेरो छोरीलाई चाहिँ यो चाहिँ आमाले ल्याइदिनु भएको, नाना आमाले ल्याइदिनु भएको, यो छोरीलाई ल्याइदिनु भएको लगाइसक्यो। अनि यता फेरि यता पनि छ है मेरो छोरीलाई ल्याइदिनु भएको। आन्टीले चाहिँ यहाँ टी सर्ट छ, कट्टु छ, यहाँ पनि छ है साथीहरू, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ भित्र लाउने पनि छ है सेतो, अनि पनि यहाँ पनि छ यसको सेट, अनि यो अघिको सेट हो साथीहरू। यही यो लगाइसक्यो। मेरो फेरि यता छ है साथीहरू, तपाईँ छ यता छ है साथीहरू, मलाई ल्याइदिनु भएको। मुनु गर्दाखेरि अनि स्याम्पू पनि छ है साथीहरू, बेबी साबुन, बेबी साबुन यहाँ चाहिँ मलाई कुर्ता छ है साथीहरू, निमाले पनि ल्याउनु भएको थियो, निमाले चाहिँ दिइसक्नु भयो।